11:59 भयो। अब हजुरलाई ह्याप्पी न्यू इयर भन्नलाई म कुरेर बसेँ हौ। म तिमीलाई ह्याप्पी न्यू इयरमा खुसी पार्नलाई विदेश बस्याउ। अनि छ नि अब 59 भयो। अब 1 मिनेटमा 12 हुन्छ अनि म ह्याप्पी न्यू इयर भनेर मात्र सुत्ने हौ। तिमी ह्याप्पी न्यू इयर भनेर सुत्ने हो, म तिमीले ह्याप्पी अड्कियो बाबा। हजुर अब 83 साल पनि लाग्न लाग्यो भाइ, 82 साल पनि त्यसै सकियो। कति बस्ने हो के? अनि छोरो पनि त 16 वर्ष पुग्यो, एसएलसी दिइसक्यो त नि। अनि के हामी के सुट्टा सुट्टी भइसक्यो? अब त बस्ने होइन है धेरै। अब बस्ने होइन। अब 2 वर्षपछि छोराले +2 सकाउँछ, त्यसपछि अनि छोरालाई त्यसको 12 होला। ह्याप्पी बर्थडे भन्नु लाग्यो त। ह्याप्पी न्यू इयर बाबा। ह्याप्पी न्यू इयर टु। ल 2083 सालको हार्दिक हार्दिक मङ्गलमय शुभकामना। स्वस्थ रहनुहोस्, मस्त रहनुहोस्, व्यस्त रहनुहोस्। नराम्रो कुरा जति सबै क्लिन चेट भएर जाओस्। सधैँ सधैँ राम्रो 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 देख्न सुन्न पाइयोस्। यति नै हो। अझ के भन्नु र? हजुरलाई के भन्नु? यति नै हो। मलाई त धेरै छ। तिमी ठुलो भजन गायिका भएर नेपालमा नाम रोशन गरेको सुन्न पाइयोस्। भजन गायिका सीमा थापा उप्रेतीको श्रीमान भनेर चिन्न पाइयोस्। असल पुत्र स्पन्दन उप्रेतीको बाउ भनेर चिन्न पाइयोस्। नाम र पहिचान त आफ्नै हुनुपर्छ नि बाबा, त्यस्तो होइन। ल ल ह्याप्पी न्यू इयर। ह्याप्पी न्यू इयर। ह्याप्पी न्यू इयर। मलाई छोराबाट पैसा चाहिँदैन, छोराबाट नाम मात्र चाहियो। हो ल ल त्यो त छोराले मनन गर्ला नि, छोराले बुझ्ला नि। र नयाँ वर्षको धेरै धेरै शुभकामना। जय शम्भु हर हर महादेव। जय शम्भु। 12 दिनपछि नबिर्सिनु। बाई बाई। ल खाना खायौ? आज एकादशी हो नि, कहाँ खाना खान्छु त नि। छोराले चाहिँ अनि बाउलाई ह्याप्पी न्यू इयर भन्नु पर्दैन रे? सानो ह्याप्पी न्यू इयर भन्दै हो। ल ह्याप्पी न्यू इयर। ल ह्याप्पी न्यू इयर हैन बाबा, ह्याप्पी न्यू इयर। ह्याप्पी न्यू इयर बाबा। ह्याप्पी न्यू इयर मेरो कहिलेको हुनेवाला बुहारीको कोही मेरो छोरो। के बोलेको? के बोले? के बोले? के बोलेको भाइ? बिचरा बल्ल त के बोले भाइ? यस्तो के बोले भाइ? के बोले बाबा? भर्खर त 16 वर्ष भइरहेको छ छोरा। न भाइ, आई लभ यु छोरो, आई लभ यु मेरी बुढी। आई लभ यु बाबा। बाई बाई। ल टेक केयर। फल्याङ्किस। फलाइङ हैन, फिलिङ किस हो। फिलिङ किस। फल्याङ त होइन, फिलिङ फिलिङ। 2 मिनेट अगाडि बाई भने। बाई।